फेरि पनि आज हामी आइसकेको छौं गंगु छेत्रीको काण्डको अपडेटमा तीनवटा लेटेस्ट न्यूजहरू लिएर। हेलो, वेलकम अनि स्वागत छ तपाईहरुलाई पीडीसी मिडियामा र आजको यो भिडियो रहेको छ गंगु छेत्रीको बारेमा। शर्मिला वाइबाले लाइभमा बोलेको केही क्लिपहरू र भिडियो लिक गर्ने केटाको पक्राउको बारेमा र साथसाथै लेटेस्ट पोस्ट जुन चाहिँ 2 दिन अगाडिको थियो। म चाहिँ 2 दिनदेखि अलिकति कार्य व्यस्तताका कारणले भिडियो राख्न पाएको थिएन, सो 2 दिन अगाडि राखेको पोस्ट जुन चाहिँ उनले लास्ट पोस्ट भनेर राखेकी छिन्, यसै विषयमा चर्चा गर्नेछौं। त सबैभन्दा पहिले हामी कुरा गर्नेछौं शर्मिला वाइबाको टिकटक लाइभमा जुनमा उनले गंगु छेत्रीको बारेमा यस्तो भनेकी थिइन्। सबैभन्दा पहिले त तपाईले यो भिडियो हेर्नुहोस्। ओ दिदी, त्यसको त पुरै कालो न कालो थियो रे। त्यस्तो हुँदैन नि भाइ, त्यो त त्यति सानो उमेरमा यो खालको छि त के भयो, मलाई घिन लाग्यो। यहाँ मैले देखाइदिएँ मेरो टिकटक लाइभ ब्यान हुन्छ रे, मेरो नयाँ आइडी हो। त्यही भएर यहाँनिर त्यो भिडियो मलाई आएको छ, एउटा कुन चाहिँ ग्रुपमा पो भ्लाट पठाउँछ, बिहान उठेर हेर्छु त पुरै त्यो पिलो सिलो सबै धेरै। मैले त हेलो दिदी रे, सबस्तामा हेलो हेलो भाइ, भेटेर मलाई दिनु न दिदी रे। अब त्यो त्यसको भिडियो बार्दै हिँड्ने म अब ऊ हो नि है, लमी हो नि। अब मलाई पनि कसैले दियो के त्यो भिडियो हेर्नै नसक्ने भिडियो, मैले नभए मलाई खासै वास्ता गर्दैन त्यस्तो पेसनमा। अब त्यो चाहिँ शर्मिला वाइबालाई देखाउनु पर्छ भनेर पुरै त्यो फेसबुक खोजी मलाई पठाइदिए फेरि 3-4 जनाले गरे। अनि मैले गाली कसको भिडियो भनेको, गंगु छेत्रीको रे के भिडियो यो भनेको त पुरै अब के भन्थ्यो। फेरि कोही केटाले फेरि दिदीको त कालो रहेछ रे, दुलो पनि ठुलो रहेछ भनेर टिकटक बनाएछ। त्यसरी नबनाएको भए हुन्थ्यो तपाईको नि। सो यो भिडियोमा बेसिकली शर्मिला वाइबाले गंगु छेत्रीलाई कस्तो भनिरहेकी छिन् तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। जुन एउटा केटी मान्छे भएर केटी मान्छेको जुन मलाई अहिले याद आइरहेको छ इबागिरीको एउटा बोली, जनमा उनले भन्छन् केटी मान्छेको खुट्टा तान्ने केटी मान्छे हुन्छ भनेर, त्यस्तो नै शर्मिला वाइबाले गंगु छेत्रीको बारेमा बोलेको चाहिँ मलाई लाग्यो। त्यसैगरी दोस्रो अपडेट रहेको छ गंगु छेत्रीको लास्ट पोस्ट जुनमा चाहिँ उनले लेखेकी छिन् लिभ हर अलोन र तलबाट क्याप्सनमा लेखेकी छिन् लास्ट पोस्ट वुड लाइक टु थ्याङ्क यू अल फर योर लभ एन्ड काइन्डनेस, होप यू अल स्टे सेफ एन्ड हेल्दी, गुड बाई। यसले के बुझ्न सकिन्छ त? मेबी सी टेक रेस्ट फ्रम सोसियल मिडिया हैन, उनले चाहिँ सोसियल मिडियाबाट रेस्ट लिन खोजेकी छिन् जस्तो लाग्छ मलाई चाहिँ है। अनि अर्को एउटा स्क्रिनशट पनि लगाइदिने छु उनको टिकटक आइडी को, जहाँ चाहिँ उनले डीएनडी लेखेकी छिन् आफ्नो अबाउट सेक्सनमा। त्यसको मतलब हुन्छ डु नट डिस्टर्ब। सो मेबी सी गट डिस्टर्ब, सो उनले चाहिँ सोसियल मिडियाबाट ब्रेक लिन चाहन्छन्, यस्तो चाहिँ मलाई लाग्दछ इनको यो लास्ट पोस्ट देखेर। त्यसैगरी आजको लास्ट अपडेट रहेको छ उनको भिडियो लिक गर्ने केटाको पक्राउको बारेमा, जुन चाहिँ पहिले नै भइसकेको छ। चैत्र 26-27 गतेतिर उसलाई चाहिँ पक्रिसकेको छ। ललितपुरको रहेको भन्ने कुरो आएको छ। ललितपुर महानगरपालिका 4 शान्तिपुर मार्गका 24 वर्षीय आयुष अधिकारी भन्नेलाई चाहिँ यो केसमा चाहिँ उनको एक्स बोयफ्रेन्ड र उनले यो भिडियो बोयफ्रेन्ड गर्लफ्रेन्ड हुँदाखेरि गरेको भिडियो कल उनले आफ्टर ब्रेकअप चाहिँ टर्चर गर्नको लागि, ब्ल्याकमेल गर्नको लागि युज गरेको र त्यसै क्रममा चाहिँ यो भाइरल भएको, लिक भएको भनेर चाहिँ उनलाई नेपालको साइबर सेक्सनले चाहिँ उनलाई पक्राउ गरेको छ। सो यो थियो आजको अपडेट र उनले यसमा माफी पनि मागेका थिए। यो भिडियो तपाईहरुले पनि हेर्न सक्नुहुन्छ, म लगाइदिने छु। मैले गल्ती भएको छैन, म सरी भन्न चाहन्छु हैन। हामी दुईजनाको 1 इयर जति हाम्रो रिलेसन थियो र बीचमा तिमीले छोडिदिनदेखि अनि पछि मैले चाहिँ त्यो भिडियो चाहिँ लिक गरेको हैन, शेयर गरेको, सबैलाई भाइरल गरेको हैन। त्यसको लागि म माफी मागे हैन। अनि अझै पनि भन्छु त्यस्तो फाइल साइल नगरौ, केस नगरौ म माथि हैन। म त भन्छु हैन, अझै पनि हामी रिलेसनशिपमा बस्नु हैन। तिमी सेलिब्रिटी भएर मलाई जोडेको हैन। सो उनले चाहिँ माफी मागिसके तापनि उनी चाहिँ प्रहरीको फन्दामा परिसकेका छन् अहिले चाहिँ। सो यही नै थियो आजको लेटेस्ट अपडेटहरू जुन चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्थे, तपाईहरु सामु ल्याउन चाहन्थे। आजको लागि पनि यति नै। फेरि भेट्नेछौं नयाँ र अर्को न्यूजको साथ। त्यतिन्जेलसम्मका लागि